यो नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया विधान यसलाई मिच्दै जाने क्रममा यो कहाँसम्म पुगेको छ भने खास गरिकन म र अर्को महामन्त्री विश्वप्रकाश शर्मा दुईजनालाई पार्टीको महामन्त्रीको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने। त्यसैले मैले आज नेतालाई भनेको छु, यहाँभित्र तपाईहरु सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई तपाईले जति घेराबन्दी गरे पनि यो यहाँको घेरा सानो छ तर पार्टीको साथीहरुको घेरा ठूलो छ, समर्थकको घेरा ठूलो छ, शुभेच्छुको घेरा ठूलो छ, त्योभन्दा बाहिर अझै आम नागरिकको घेरा ठूलो छ। तपाईहरु हामीलाई पार्टीको यो साँगुरो घेराबाट झन्झन फराकिलो घेरामा जानका निम्ति बाध्य पार्दै हुनुहुन्छ। किन हामी त्यहाँबाट जिम्मेवारी लिएर यहाँ आएका छौं, सबैको प्रतिनिधित्व गरेर यहाँ कुरा राख्छौं, न्यायका लागि लड्छौं भनेर। तपाईहरु यहाँभित्र संख्याको आधारमा दम्म राखेर जसरी घेराबन्दी गर्दै 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 जाँदै हुनुहुन्छ, तपाईले गरेको घेराबन्दीले व्यक्तिगत रूपमा हामीलाई के फरक पर्ने होइन। त तपाईले आज गरेको घेराबन्दीले यहाँभित्र कसलाई भयो यो घेराबन्दी? तपाईले गरेको घेराबन्दीले आज नेपाली कांग्रेसले काम गरेको जनजातिलाई घेराबन्दी भयो, तपाईले काम गरेको मुस्लिमलाई घेराबन्दी भयो, तपाईले गरेको घेराबन्दीले पार्टीभित्र तमाम काम गरेका मान्छेहरु कम्तीमा मेरो बारेमा निर्णय नभए पनि मेरो बारेमा पार्टीमा आज छलफल हुन्थ्यो होला, नामको बारेमा छलफल, नाम वाचन हुन्थ्यो होला भनेर भन्ने अवस्था बन्थ्यो। त्यसका बारेमा घेराबन्दी भयो। यो सबै कुराको उत्तर लिनका निम्ति अब तपाईले थप हामीलाई थप बाध्य बनाउँदै हुनुहुन्छ, बनाउनु भयो। साथीहरुको बीचमा जान, पार्टीका आम साथीहरुको बीचमा जाने, यो कुरा राख्ने भन्ने कुरा पनि मैले आज पार्टीको बैठकमा जानकारी गराएको।